नमस्ते सबैजनामा। आज म हजुरहरूको लागि एउटा डोनटको फुल रेसिपी लिएर आएको छु। भिडियोमा देखाए जस्तो गरी एउटा बाउलमा ड्राई इन्ग्रिडियन्ट विथ बटर अनि अर्को बाउलमा चाहिँ व्हाइट इन्ग्रिडियन्टहरू वाटर, मिल्क, एग, सुगर। एक्ज्याक्ट रेसिपीको लागि चाहिँ तपाईहरूले स्क्रिनमा पढ्न सक्नुहुन्छ। डोनटको डो धेरै गिलो भयो भने यसले राम्रो सेप एन्ड साइज लिन सक्दैन। मुख्य कुरा तपाईले डोको राइट कन्सिस्टेन्सी याद गर्नुपर्ने हुन्छ। सबै इन्ग्रिडियन्टहरू रेडी भइसकेपछि एप्रोक्सिमेटली 10 मिनट जति यसलाई मसिनमा एकछिन घुम्न दिनु होला। डो रेडी भयो कि भएन भनेर थाहा पाउनको लागि हामी यसको टेक्सचर चेक गर्दैछौँ। यसलाई टाइट गरी गोलो बनाउँदाखेरि चाहिँ स्मुथ देखिनु पर्ने हुन्छ, कहीँ पनि क्र्याकहरू आउनु हुँदैन। डो रेडी भयो कि भएन भनेर चेक गर्ने मेथडलाई चाहिँ विन्डो टेस्टिङ भनिन्छ। भिडियोमा देखाए जस्तो डो चाहिँ पेपर भन्दा पनि पातलो स्टेजमा आइसकेपछि यो डो रेडी भयो भन्ने बुझ्दा हुन्छ। हाम्रो डोनटको डो रेडी भइसकेको छ। अब यसलाई बेसदेखि टाइट गर्दै गोलो सेपमा ल्याएर यसलाई 10 देखि 15 मिनट रेस्ट गर्नुपर्ने हुन्छ। रेस्ट गर्दाखेरि चाहिँ सकेसम्म एयर टाइट गरेको राम्रो, अथवा कुनै एउटा कन्टेनरले यसरी छोप्दा पनि हुन्छ। एकपटक रेस्ट गरिसकेको डोलाई यसरी मुस्नु हुँदैन। अब यसलाई चाहिँ जेन्टली पन्चिङ डाउन गर्दै हल्का हल्का फ्ल्याट बनाउँदै ल्याएर अनि बेल्नको सहायताले जेन्टली यसलाई बेल्दै जानुपर्ने हुन्छ। निट गरिसकेपछि डोमा ग्लुटेन डेभलप हुन्छ। रेस्ट गर्दाखेरि चाहिँ त्यो ग्लुटेन अझै स्ट्रङ भएर आउँछ। यो स्टेजमा आएर फेरि तपाईँले डोलाई मुस्दिनु भयो भने चाहिँ डो बिग्रिन्छ। अब बिस्तारै बिस्तारै जेन्टली यसलाई डोलाई प्रेस गर्दै फ्ल्याट गर्दै बेल्नाले चाहिँ बेल्दै जाने, इभन थिकनेसमा बेल्दिने, धेरै प्रेस लगाएर थिचेर नबेल्ने। डोनट मेकिङ स्टेपमा यो पोइन्ट एकदमै इम्पोर्टेन्ट छ। त्यो के हो भने डोलाई आवश्यकता भन्दा अलिकति पातलो बेल्ने अथवा अलिक धेरै बेल्ने र त्यसलाई चाहिँ फेरि खुम्च्याएर ल्याउने। अब यो स्टेपमा आएर डो कतिको पातलो हुनुपर्छ र कतिको मोटो हुनुपर्छ त नि भन्ने कुरालाई चाहिँ कसरी मेन्टेन गर्न सकिन्छ भने 70 ग्राम भन्दा कम भएको छ भने डो पातलो भयो र 80 ग्राम भन्दा बढी छ भने डो बाक्लो भयो। यसको अर्थ डोनटको साइज भनेको 70 to 80 ग्राम हुनु पर्दछ। अब डोनटको फाइनल सेप रेडी भइसकेपछि यसलाई एप्रोक्सिमेटली 30 मिनट जति यसलाई फुल्न दिनुपर्छ। यसको लागि 30 मिनट जति वार्मर मेसिनमा राख्नु पर्ने हुन्छ। हाम्रो डो रेडी भइसक्यो फ्राई गर्नको लागि। यसले